दाइ नमस्ते। नमस्ते भाइ। के छ हजुरको बुटवलको यात्रा कस्तो भइरहेछ? बुटोल रमाइलो भइरहेछ। रमाइलो भइरहेछ। ओके, हाम्रो चाहिँ जुन नेपाथन भोल्युम 1 को हजुरलाई चाहिँ कस्तो लाग्यो इभेन्टको बारेमा चाहिँ छोटो डिस्क्रिप्सन बताइदिनु है। म चाहिँ भैरवा चाहिँ मेरो पहिलोचोटि हो। हजुर। अनि बुटोल चाहिँ म 2-3 चोटि आएको थिएँ र ह्याकाथन चाहिँ जुन हाम्रो हिजो फाइनल डे थियो जजमेन्ट, इट वाज रियली गुड। र अरूभन्दा पनि मलाई यो डिफ्रेन्ट ठाउँबाट आउनुहुन्छ नि पार्टिसिपेट गर्ने ह्याकाथनमा, जस्तै झापाबाट आउनुभएको थियो, काठमाडौँबाट आउनुभएको थियो, अनि अरू चितवनबाट आउनुभएको थियो होइन। सो त्यो चाहिँ मलाई एकदम बेस्ट लाग्छ कि जुन चाहिँ ह्याकाथनको। बट ओभरअल एकदम बेस्ट एक्सपिरियन्स रह्यो। अनि अनि मलाई एकदम मन पऱ्यो है। ठिक छ। अनि हजुरले त अब 2017 बाट नि आइटी जर्नी स्टार्ट गर्नुभएको छ नि त होइन? हजुर। त्यसमा चाहिँ हजुरको अब 2017 देखि अहिलेसम्मको एक्सपिरियन्स चाहिँ कस्तो रह्यो? त्यस बारेमा हल्का बताइदिनु। ओके, मेरो चाहिँ खास मैले खास 9 देखि 12 सम्म प्राविधिक पढेँ हो। हजुर। कम्प्युटर इन्जिनियरिङ को चाहिँ हामी फर्स्ट ब्याच थियौँ कि सिटीभिटीले चाहिँ लगभग तपाईँहरूको 100 स्कुलमा डिफ्रेन्ट यो कुनै ठाउँमा चाहिँ इलेक्ट्रिकलको राखेको थियो, कुनै ठाउँमा कम्प्युटर इन्जिनियरिङको राखेको थियो, कुनै ठाउँमा चाहिँ एनिमल हस्बेन्ड्रीको थियो, एग्रिकल्चर थियो। त्यस्तो गरेर चाहिँ लाइक 8-10 विधाको चाहिँ डिफ्रेन्ट यो स्कुलहरूमा राखेको थियो नेपालभरि। अनि त्यसमा चाहिँ हाम्रो स्कुलमा चाहिँ कम्प्युटर इन्जिनियरिङको पर्थ्यो कि। अनि एकदम इन्ट्रेस्टिङ छ कि यो, अब धेरैले थाहा नहुनसक्छ होइन, तर म चाहिँ 9 देखि 12 सम्म कम्प्युटरकै विषय पढ्न पाएँ। कम्प्युटर इन्जिनियरिङ है। अब त्यो भनेको चाहिँ बेसिकली 9मा कस्तो थियो भन्दाखेरि म्याथ, साइन्स, इङ्ग्लिस, नेपाली भइहाल्यो। प्लस त्यहाँ चाहिँ 4वटा कम्प्युटर सब्जेक्ट थियो कि। सी थियो 9 क्लास पढ्दाखेरि, सी प्रोग्रामिङ थियो, अनि डेटाबेसहरू थियो। अब 10मा चाहिँ तपाईँको C++ अरू ल्याङ्ग्वेजहरू थियो होइन। अनि 11मा पनि ठ्याक्कै प्योर साइन्स नै हो, 11-12 पनि, बट त्यसमा 2टा कम्प्युटर सब्जेक्ट थियो कि। सो त्यसले गर्दाखेरि चाहिँ 9 देखि 12 सम्म मेरो फाउन्डेसन राम्रो भयो कि। हुन त एज अ बिगिनर सुरुमै झ्याप्पै सबै ग्राफ्स गरिन्न, तर 9 देखि 12 सम्म त्यो कोर्स लिँदाखेरि चाहिँ एकदम बेस्ट एक्सपिरियन्स भयो। र त्यो पछि ठ्याक्कै मेरो 2017मा चाहिँ +2 सकियो। र +2 पछि चाहिँ मार्केटमा काम गर्न थालेँ चाहिँ 2017 देखि। हाम्रो 1 वर्ष OJT भन्ने हुन्थ्यो, अन जब ट्रेनिङ। अनि त्यतिखेर चाहिँ इन्फिनाइट टेक सोल्युसन जुन म बसेको पढेको ठाउँ दमोली तनहुँ, त्यहाँ चाहिँ मैले 1 वर्ष जावा डेभलपर भएर चाहिँ काम गरेँ OJTकै ट्रेनिङमा होइन। लगभग 1 वर्ष भनौँ न। त्यहाँ चाहिँ हामी डेस्कटप एप बनाउने। अनि ओभरअल त्यसरी नै मैले सुरु गरेँ होइन। 2017 देखि मार्केट काम गर्न थालेँ। त्यसपछि केही वर्ष चाहिँ आउटसोर्सिङ फ्रिलान्स प्रोजेक्टहरूमा काम गरेँ। त्यसपछि फेरि क्लिफ बाइटमा एज अ CTO भएर चाहिँ काम गरेँ 1.5 वर्ष। हाम्रो अफिस बानेश्वरमा थियो। बानेश्वर अलि यता मिड बानेश्वर भन्छ ठ्याक्कै प्रिसाइज हुनुपर्दा चाहिँ। अनि त्यो पछि चाहिँ अहिले आफ्नै सफ्टवेयर कम्पनी 28 सफ्टवेयर प्राइभेट लिमिटेड भन्ने लोकन्थली बेस, भक्तपुर बेस। सो त्यहाँ चाहिँ इन्भल्भ छु। ओके, हजुरले चाहिँ अहिले 28 सफ्टवेयर्समा चाहिँ कुन पोजिसनमा काम गरिराख्नु भएको छ? म चाहिँ हुन त CEO राख्न सक्छु, बट म त्यस्तो पोजिसन चाहिँ त्यस्तो उस लाग्दैन। फाउन्डर CTO भनेर चाहिँ राखेको छु। सो मलाई CTO पार्टमै लाइक एकदम मजा लाग्छ, त्यो रोल्स एन्ड रेस्पोन्सिबिलिटी हुन्छ नि। सो त्यसरी छ। अनि जुन हजुरले चाहिँ अहिले जुन 28 सफ्टवेयर्समा काम गरिराख्दा डेभलपरहरू हायर गर्नुहुन्छ नि त, त्यो डेभलपरमा चाहिँ हजुरले के कस्तो इम्पोर्टेन्ट स्किल्सहरू हेर्नुहुन्छ त हायर गर्ने बेलामा चाहिँ? अब हेरी हुन्छ है, तपाईँको चाहिँ मेन डेभलपर चाहिँ अब पनि डिफ्रेन्ट स्किल सेटको, पर्सनालिटी ट्रेट्सको आफ्नो हुनुहुन्छ होइन। म पनि एउटा पर्सनालिटी ट्रेट यताउता छ होइन। सो सुरुमा चाहिँ म प्रोजेक्ट कस्तो छ, किनकि प्रोजेक्ट त्यही अनुसार राम्रो भयो भने त्यही अनुसार राम्रो डेभलपर हायर गरेर राम्रो पे गर्न सकिन्छ होइन। अब प्रोजेक्ट पनि ठिकै छ, त्यस्तो धेरै एक्सपर्टिज चाहिन्न भने हामीलाई हाई स्किल डेभलपर पनि हायर गर्न पर्न। सो म चाहिँ के भन्छु भन्दाखेरि प्रोजेक्ट कस्तो छ त्यही अनुसार हुन्छ मोस्टली त्यो डेभलपरको सेलेक्सन अथवा हायरिङ। अरू नर्मल केसेसमा चाहिँ अब जुन चाहिँ 1-2 वर्ष गरिरहनु भएको छ फिल्डमा, सानो प्रोजेक्ट, नर्मल प्रोजेक्टको लागि, अथवा मैले आफ्नै कलेजको NCIT कलेजमा पढेको थिएँ सफ्टवेयर इन्जिनियरिङ, त्यही कलेजको नै भाइ बहिनीहरूलाई सम्झिन्छु। अनि अथवा पहिला कम्पनीमा काम गरेको उहाँहरूलाई नै अप्रोच गर्छु। चिनेकोलाई चाहिँ सकेसम्म अप्रोच गर्छु, जसले चाहिँ काम गर्न सक्नुहुन्छ, चिनेको प्लस काम गर्न सक्ने। अनि जुन अहिलेको मार्केट चाहिँ जुन AI र डेभअप्स भनिरहेको छ नि त धेरै जस्तो नै आइरहेको छ नि त, अब त्यसले गर्दा चाहिँ अबको 5 वर्षभित्र चाहिँ कस्तो चेन्जेस आउन सक्छ त भन्ने बारेमा पनि थोरै बताइदिनु। चेन्जेस त लाइक टेक्नोलोजीमा लाइक दिनदिनै
केही न केही चेन्ज भइरहेको छ त कि होइन। हजुर। अहिले हामी यही कुराकानी गर्दाखेरि कोही मान्छेले कतै ल्याबमा बसेर केही रिसर्च गरिरहेको होला, छुट्टै एआईमै केही इनोभेसन गरिरहेको होला, अथवा अहिले हामी कुरा गर्दा कोही मान्छेले चाहिँ कुनै सिलिकन भ्यालीमा केही प्रडक्ट बनाइरहेको होला होइन। कति धेरै चिज भइरहेको कि अहिले पनि होइन। भइरहेकै छ। अब हामीलाई जब त्यो रिलिज गरेर पब्लिक गरेर थाहा हुन्छ, बल्ल विल बी अवेर अफ द्याट होइन। बट चेन्जको हिसाबले हेर्ने हो भने लाइक धेरै चेन्जेस आउन सक्छ एआईको रिजनले गर्दाखेरि। भनौँ न च्याट जिपिटी पब्लिक भएको 2022 नोभेम्बरमा त हो नि, धेरै नै आयो। होइन लगभग 3 वर्ष त हुनु लाग्यो होइन। कति 3 धेरै वर्षमै चिज पनि त धेरै चेन्ज भइसक्यो नि त। एकदम एकदम। सो चेन्जेस जहिले पनि छ टेक्नोलोजीमा, अपडेट्सहरू, इन्हान्समेन्टहरू, एडभान्समेन्टहरू धेरै छ। बट एआईको स्केलले हेर्ने हो भने चाहिँ हामीले देख्न सकिन्छ अभियसली पनि। अरू एस्पेक्टमा चाहिँ क्वान्टम कम्प्युटिङलाई मैले देख्छु अलिकति। अरू नर्मल चिज चाहिँ आई थिङ्क चलिरहेछ जस्तो लाग्छ मलाई। ओके, राम्रो नै चलिरहेछ। हजुरले चाहिँ एआईको कोर्सहरू पनि त गराइराख्नु भएको छ नि त होइन। अब हजुरको जुन एज अ आइटी करियरमा पनि यता युट्युबको जर्नीको बारेमा पनि थोरै बताइदिनु हुन्थ्यो कि? ए ओके। त्यो आइटीको जर्नी चाहिँ मैले मार्केट काम गर्नलाई 2017 देखि हो। हजुर। अनि अहिलेसम्म चाहिँ मेरो धेरै जस्तो काम चाहिँ डेभलपमेन्टमै रह्यो। डेभलपमेन्ट भन्नाले सफ्टवेयर डेभलपमेन्ट भनौँ न। सुरुमा डेस्कटप एप डेभलपर काम गरेँ जावामा, त्यसपछि पिएचपी कोडिङ राइटर भ्यू, त्योबाट चाहिँ वेबतिर आएँ। अनि वेबबाट बिस्तारै 17-18तिर चाहिँ फ्लटर भर्खर आइरहेको थियो कि मोबाइल एप डेभलपमेन्टको लागि भनेर चाहिँ फ्लटर एकदम पपुलर भइरहेको थियो। डाट प्रोग्रामिङ ल्याङ्ग्वेजमा बनेको चाहिँ फ्रेमवर्क हो होइन फ्लटर। अनि त्यो सिक्न थालेँ अनि मोबाइलमा पनि गएँ। अनि जस अब अहिलेसम्म आइपुग्दाखेरि डेभलपमेन्टमा धेरै काम गरेँ, मोबाइल, वेब र डेस्कटपमा। र क्लिफ बाइटमा हुँदा चाहिँ डेभअप्समा पनि काम गर्न पाएँ, क्लाउडहरूतिर। अनि एआई चाहिँ मैले ब्याचलर फाइनल इयरतिर हुँदाखेरि चाहिँ इन्भल्भ थिएँ। सो एआईमा पनि 2-3 वर्षदेखि चाहिँ इन्भल्भ छु। अनि त्यही छ आइटी जर्नी। र स्टिल अब अझै सिकिरहेको छु किनकि धेरै चिज आइरहेको छ। अनि एन्ड देन रिगार्डिङ युट्युब चाहिँ मैले गर्न थालेको लाइक 1920तिर होला, त्यो टाइम फ्रेममा होला है। युट्युब चाहिँ म एज अ हबीकै लाइक गरममा सिकाउन त भन्ने तरिकाले चाहिँ गरेको हो। तर युट्युबमा के हुँदो रहेछ भन्दाखेरि फर्स्टमा अलिक कच्चा दिमाग हुन्छ नि त। टिनेजको टाइम यताउता टाइममा 19, 20, 18, 19 होइन। पैसा कमाऊँ, पैसा चाहिरहेको हुन्छ होइन, पैसा कमाऊँ, पैसा आउँछ, युट्युब खोलेपछि त भिडियो हाल्छ त आइहाल्छ, भ्यू आयो। तर रियालिटी फरक हुँदो रहेछ होइन। अनि खोइ सुरुमा चाहिँ मलाई त्यही दिउँ भन्ने जहिले पनि हुन्छ कि मलाई चाहिँ, अरूलाई दिउँ न त, मैले यो सिकेँ गर्न पाएँ होइन, अरूले पनि गरोस्, अरूले पनि एउटा यो भिडियो हेरेर इन्टर्न पाउँछ भने पाओस् जस्तो फिल हुन्छ कि मलाई चाहिँ। अनि पछि चाहिँ त्यही भयो, जस्ट एभ्रिडे कारमा भन्ने युट्युब च्यानलको नाम राखेँ। पहिला सरोज दाहाल समथिङ नाम मैले गरिरहेको थिएँ। अनि त्यही छ अब युट्युबमा चाहिँ अहिलेसम्म आइपुग्दा चाहिँ रियाक्टको भिडियो राखेको छु, सिरिज छ, नोट जेएसको सिरिज छ, टाइपिस्टको छ, डकरको छ, अनि टाइप ओआरएमको छ। अब अरू एआइएमएलको चाहिँ बिस्तारै सिरिज सुरु गरिरहेको छु। सो युट्युब जर्नी पनि अहिलेसम्म जस्ट कन्सिस्टेन्ट त ठिकै भन्छु म, बट इट्स गोइङ अन। त्यही त मैले पनि त्यो टाइप स्क्रिप्ट सिकेँ नै हजुरकै च्यानलबाट हो कि। अनि अब हजुरले चाहिँ अब प्रोजेक्टहरू गरिराखेको हेर्दा चाहिँ गभर्मेन्टको प्रोजेक्टहरू पनि गरिराख्नु भएको छ होइन, स्टार्टअप्स पनि गरिराख्नु भएको छ। अब हजुरलाई चाहिँ गभर्मेन्टको प्रोजेक्ट राम्रो फिजिबल लाग्यो कि गर्दाखेरि चाहिँ यता स्टार्टअप्सतिरको त्यसको बारेमा पनि थोरै बताइदिनु हुन्थ्यो। मैले गभर्मेन्टको प्रोजेक्ट गरेको चाहिँ क्लिफ बाइटमा हुँदाखेरि हो। हामी चाहिँ म चाहिँ एकजना सर हुन्थ्यो, हामी म चाहिँ गरेर दुईजना भएर खोले कम्पनी हो क्लिफ बाइट प्राइभेट लिमिटेड भन्ने। अनि सरको चाहिँ गभर्मेन्ट उता पार्टमा चाहिँ राम्रो कनेक्सन थियो। अनि त्यहाँदेखि चाहिँ हामी पुरै गभर्मेन्टै हुन्थ्यो कि त्यहाँ प्रोजेक्टहरू। सो गभर्मेन्टमा चाहिँ पेमेन्टमा तपाईँले समस्या चाहिँ हुन ढिलो चाँडो उनीहरूले गरिदिन्छ होइन, अरू नर्मल पार्टमा। बट कामको हिसाबले हेर्ने भने काममा धेरै कन्फ्लिक्ट छ, तपाईँको रिक्वायरमेन्टकोदेखि लिएर अनि सफ्टवेयरमा यही गर्ने हो अथवा भन्ने फिक्सेसन पार्टहरू होइन, अनि ओपननेसको कुराहरू, सर्भरको कुराहरू, धेरै पार्टमा अलिकति चाहिँ इस्यु छ। बट गर्न सकिन्छ त्यो इस्यु भनेर चाहिँ त्यस्तो प्रब्लमेटिक होइन, बट एक लेभलमा गर्न सकिन्छ। अनि त्यसपछि मैले त्यो 2टा स्टार्टअपलाई हेल्प गरेको थिएँ, इन्भेस्टिया भन्ने र अर्को इजी अनसप भन्ने। 2टा स्टार्टअपको लागि चाहिँ मैले एज अ टिम लिड भएर प्रोजेक्ट उनीहरूको बनाइदिएको थिएँ कि, प्रडक्ट बनाइदिएको थिएँ। सो इजी अनसप चाहिँ एकदम राम्रो चलिरहेछ। त्यो इमेल चाहिँ तपाईँको अनसब्सक्राइब गर्ने कि, तपाईँ कति धेरै इमेलहरू हुन्छ नि त, अनि जिमेल, आउटलुक, अनि
अर्को के थियो 2-3टा यस्तो एपिआईहरू युज गरेर चाहिँ एप्पलको थियो आइमेलको उनीहरूको एपिआईहरू गरेर चाहिँ बनेको प्रडक्ट थियो नचाहिने इमेलहरू एकैचोटि एउटा बटनमा चाहिँ सबै रिमुभ गर्ने कि त्यो भएपछि स्पेस बच्यो होइन सो स्टार्टअपमा चाहिँ यो काम गर्दाखेरि चाहिँ छुट्टै मजा हुने उनीहरूको चाहिँ उनीहरू पनि क्युरियस हुने ल यो राखौँ त्यो राखौँ भन्ने हुने उनीहरूलाई र अब आफूलाई पनि लाइक अब नयाँ स्टार्टअपको लागि चाहिँ उनीहरूको लागि चाहिँ कन्ट्रिब्युट गर्न पाउँदाखेरि चाहिँ एकदम त्यो डिफ्रेन्ट फिल चाहिँ हुने रहेछ ओके भनेपछि गभर्मेन्टको भन्दा यता स्टार्टअप्सको गर्दा चाहिँ अलिकति रमाइलो चाहिँ लाग्यो एकदम अनि अब जुन हामीले गरिरहेछौँ नि त अहिले गरिराख्दाखेरि पनि रिमोट जब त त्यति फिजिबल लाग्दैन भनिन्छ नि त रिमोट जब र अनसाइट जबमा चाहिँ हजुरले कस्तो डिफ्रेन्स भेटाउनुहुन्छ यस्तो यदि उसले काम गर्न सक्छ र टाइम भ्याउँछ भने जसरी गरोस् म त्यस्तो लाग्छ है र पोलाइटली भनेको चाहिँ जसरी गरेपछि उसले काम भ्याउँछ सक्छ टाइममा यति दिएको टाइममा गर्न सक्छ भने उसले जसरी गरोस् मलाई त्योमा चाहिँ उस लाग्दैन कन्सर्न लाग्दैन काम चाहिँ राम्रोसँग हुनु पऱ्यो लिएपछि होइन नत्र रेस्पोन्सिबिलिटी लिन भएन हामी के हुन्छ भन्दाखेरि यो कर्पोरेट वर्ल्डमा हामी खासै गरेर हुन्नौँ कि अनि घरमा गरे जस्तो स्कुलमा गरे जस्तो त्यो जे गर्दा नि हुन्छ भन्ने त्यो पार्ट अलिअलि आउँछ कि म पनि आउँछ होइन त्यो आउँथ्यो सुरुमा तर त्यसरी चाहिँ नहुने रहेछ कर्पोरेट वर्ल्डमा चाहिँ अरू कति धेरै रेटेड मान्छेहरू हुन्छ नि त क्लाइन्ट छ क्लाइन्टले अर्को मान्छेलाई भनेको छ उसले इन्भेस्टर ल्याएर चाहिँ प्रोजेक्ट गरिरहेछ होला कति धेरै रेटेड एस्पेक्टहरू मान्छेहरू इन्टिटीहरू छ कि सो प्रोफेसनल पार्टमा वर्क पार्टमा चाहिँ एकदमै सिन्सियर हुनुपर्छ जस्तो लाग्छ र सिन्सियरिटी तपाईँको चाहिँ रिमोटली गरे पनि अनसाइट गरे पनि इट्स अ गुड थिङ होइन जसरी गर्ने हुन्छ त्यही हो र सानसानो भर्खर गरेको खोल्नुभएको कम्पनी छ र बजेट कम छ भने चाहिँ रिमोटली नै गर्ने भन्छु किनकि तपाईँहरूको रिसोर्सेस धेरै बच्छ बत्ती बच्छ होइन एउटा चेयर भयो नि बच्छ नि होइन पानी भयो नि बच्छ यो सानसानो कुरा हामीले ख्यालै गर्दैनौँ कि तर एज अ स्टार्टअप अथवा कुनै भर्खर खोल्दै हुनुहुन्छ भने कम्पनी यो एकदमै ख्याल गर्नुपर्छ होइन त्यतिखेर रिमोट बेस्ट होला होइन सुरुमा सो त्यही हो मेरो अनसाइट र रिमोटमा चाहिँ यस्तो पर्सपेक्टिभहरू छ अनि जस्तो अहिलेको जमानामा चाहिँ जस्तो एआईले गर्दा चाहिँ अब धेरै इम्प्लोयरहरूलाई चाहिँ अलिकति गाह्रो भइरहेछ नि त काम नै गरिराख्न पनि अनि एआईले गर्दा अब यदि भोलिको दिनमा पनि फ्रन्ट एन्ड ब्याक एन्ड दुइटैलाई नै पर्सपेक्टिभमा राखेर हेर्दा चाहिँ कसरी इक्वल्ली लान सकिएला त भन्ने तरिका एआई युज गरेर हजुर हुन त अब एआईले लगभग धेरै जस्तो प्रोग्रामिङको पनि लाइक डिफ्रेन्ट डोमेन छ नि त हामी फ्रन्ट एन्ड ब्याक एन्ड भनेर स्पेसली वेबलाई भनेर हुन्छ होइन अब एआईले चाहिँ लाइक मैले बुझेअनुसार सबै एन्डको लागि चाहिँ यदि राम्रोसँग प्रम्प्ट इन्जिनियरिङ गर्न सकियो तपाईँले आइडी युज गर्नुभएको छ भने कर्सर रुल्स भन्ने छ कर्सरमा तपाईँको अहिले एजेन्टिक भन्ने यो भर्जन 2मा चाहिँ एजेन्टिकको फिचरहरू आएको छ होइन सो एआईले कति मजाले युज गर्न सक्नुहुन्छ खेलाउन सक्नुहुन्छ त्यही अनुसार चाहिँ आई थिङ्क इट्स रियली हेल्पफुल फर एभ्री पार्ट के नट जस्ट फ्रन्ट एन्ड ब्याक एन्ड वेब मोबाइल डेस्कटप अनि तपाईँको इभन तपाईँले डेभअप्समा चाहिँ धेरै जस्तो डकर कुबरनेटिसमा इएमएल फाइलहरू लेख्नुहुन्छ नि त्यसमा पनि लाइक मजाले दिन्छ होइन सो अनि जस्तो कि अब स्टार्टअपमै आइटी कोडिङ गर्ने खोज्नेहरूलाई चाहिँ हजुरहरूको चाहिँ कस्तो सजेसन हुनसक्छ त अब कसरी सुरु गर्ने अनि कुन लेभलदेखि कुन लेभलसम्म पुग्ने भन्ने कुराहरू चाहिँ ओके मेन चाहिँ एउटा मैले देखेको चाहिँ हुन त अहिलेको टाइममा तपाईँले फाइनेन्स नभए पनि काम गर्न सकिन्छ कम्पनी नभए पनि प्रडक्ट बनाउन सकिन्छ क्या सो सुरुमा चाहिँ कम्पनी दर्ता गर्न चाहिँ हतार गर्न हुन जस्तो लाग्छ सुरुमा आफ्नो टिम छ यत्तिकै काम भइरहेछ प्रडक्ट बनिरहेछ भने बनाउँछ होइन प्रडक्टले चाहिँ भोलि चाहिँ त्यही अनुसार मार्केट लिग्यो त्यही अनुसारको चाहिँ ल एउटा अफिस फर्म गर्न पनि केही भयो भने अथवा बिलिङको लागि चाहियो भने कम्पनी खोल्नु ठिक छ अन्त सुरुमा चाहिँ लाइक इट्स नट नेसेसरी टु रजिस्टर अ कम्पनी के किनकि कम्पनी खोलेपछि तपाईँको अडिटिङ गर्न पऱ्यो तपाईँको कम्प्लायन्सहरू मिट गर्न पऱ्यो होइन त्यही अनुसार तपाईँको चाहिँ भनौँ न अरू के फर्मालिटिज हुन्छ अब कारोबार गर्नको लागि चाहिँ ब्याङ्क अकाउन्ट खोल्नु पऱ्यो देयर आर लट अफ थिङ के कम्पनी भनेको एउटा छुट्टै मान्छे जस्तै हो कि उसलाई छुट्टै तरिकाले ट्रिट गर्न पऱ्यो कि अनि सो इनिसियली चाहिँ म तपाईँको प्रडक्ट छ रेडी छ भने र त्यसमा फ्युचर देख्नुहुन्छ भने अभियसली दर्ता गरेर गर्नु स्टार्टअप चाहिँ त्यसरी अनि बिस्तारै त्यसमा लगानी गर्दै गर्नु भन्छु तर प्रडक्ट रेडी छैन सेयर पनि छैन भने दर्ता मात्र गरेर चाहिँ तपाईँले एउटा प्रब्लम थपे जस्तै हो कि सो त्यही हो अनि अर्को पार्टमा चाहिँ अनि फाइनेन्सेस पनि अलिअलि भयो भने तपाईँले यति समय चाहिँ म सस्टेन गर्न सक्छु यति समय चाहिँ मैले ल 4जना चाहिँ केटाहरू राखेँ टिम मेम्बर राखेँ भने उनीहरूलाई चाहिँ यति पे गर्न सक्छु भन्ने चाहिँ
इस्टिमेट हुन्छ। हजुर। नेक्स्ट चिज भनेको स्टार्टअपले थाहा पाउनुपर्ने बुझ्नुपर्ने भनेको चाहिँ उहुँ। नेटवर्किङ जस्तो लाग्छ। नेटवर्किङ जति धेरै एकदमै। मान्छे चिन्यो जति धेरै त्यसलाई चाहिँ नेटवर्कलाई चाहिँ युज गरेर चाहिँ ल्याउन सक्यो प्रोजेक्टहरू होइन, उहुँ। त्यति चाहिँ सजिलो स्मुथ हुन्छ कि कम्पनी। नत्र भए टफ नै छ, किनकि एक्ज्याक्टली। थुप्रै छ नि त कम्पनी। हो। अनि जसलाई पनि प्रोजेक्ट चाहिएको छ, जसलाई पनि ग्रो हुन छ, जसलाई पनि सस्टेन हुन छ, सबैलाई ग्रो हुन छ अनि होइन सबैलाई नै अब अगाडि त बढ्नै अगाडि छ नि। बढ्न छ। हो नि, सबैको इन्टेन्सन त्यही पोजिटिभ इन्टेन्सन त हुन्छ नि। त्यही त। म खोलेर बन्द होस् भन्ने त कमैको हुन्छ कमै होइन। हुन्छ। सो त्यही हो ओभरअल। लाइक अँ। धेरै कुरा चाहिँ ख्याल गर्नुपर्छ, बट बेसिक्स 2-3 थिङ्स चाहिँ अगाडिको 2-3टा यो थिङ्स चाहिँ पहिलेदेखि नै ख्याल गर्नुपर्छ। यो 2-3टाहरू राख्न सक्यो। अनि जस्तो स्टुडेन्ट्सहरूले चाहिँ जस्तो जुन आइटी लर्निङहरूतिर स्टार्ट गर्दाखेरि बिगिनरदेखि इन्टरमिडिएटदेखि जुन एक्सपर्ट लेभलसम्म पुग्छन् नि, त्यसको लागि चाहिँ के कसरी जान सकिन्छ भन्ने कुराहरू पनि बताइदिनु। मलाई के लाग्छ भन्दाखेरि ग्रोथ भन्ने चिज चाहिँ जति धेरै काम गरे त्यति ग्रोथ हुँदो रहेछ क्या। फेरि काम एक्लै गर्नु र टिममा गर्नुमा धेरै फरक। टिममा पनि अलि जानेको बुझेको सिनियरहरू के मेरो ग्रोथ चाहिँ धेरै जस्तो मैले यही एस्पेक्टमा चाहिँ बेसिक इन्टरमिडिएट र एडभान्समा कसरी भयो भन्दाखेरि म चाहिँ सिनियरहरूबाट सिकेँ। अब जस्तै तपाईँ अहिले यहाँ हुन्छ, तपाईँको साथी अथवा 1-2 वर्ष सिनियर दाइ चाहिँ अथवा कतै कम्पनीमा काम गरिरहनु पर्छ, उहाँहरूसँग भेट्ने कि हप्तामा एकचोटि भेट्ने अथवा फोन गर्ने, दाइ मलाई फलोअप गर्ने, दाइ मलाई चाहिँ यो आएन, तपाईँहरूले कसरी गरिरहनु भएको कम्पनीमा, अहिले तपाईँहरूले चाहिँ कम्पनीमा कुनै प्रोजेक्ट गर्दाखेरि के प्रब्लम मेजर आयो त्यसलाई कसरी सल्भ गर्नुभयो। आई थिङ्क त्यसरी उहाँहरूसँग कम्युनिकेट गर्न थाल्यो। अनि युट्युबमा पनि राम्रो राम्रो डेभलपर्सहरू हुन्छ। अब धेरै जस्तो चाहिँ मलाई ठिकै लाग्छ होइन, धेरै जस्तो चाहिँ, तर 1-2% युट्युबरहरू एकदम राम्रो फिल्डमा काम गर्ने हुनुहुन्छ होइन, अनि उहाँहरूबाट पनि सिक्न सकियो होइन। त्यसरी चाहिँ हाम्रो ग्रोथ हुन्छ कि। बिगिनिङ पार्टमा त अब हामी धेरै जस्तो मिस्टेक नै गर्ने हो, कन्फ्युजन एकदमै हुन्छ। अब मिस्टेकबाट सिक्ने। अब तपाईँ इभन मोबाइलमा जाने कि वेबमा जाने कि कता जाने, त्यहीमा पनि कति धेरै क्याओसनेस हुन्छ होइन। सो त्यो पार्टहरू छँदैछ। तर म चाहिँ के लाग्छ भन्दाखेरि आफ्नो लेभल अप गर्नको लागि चाहिँ सकेसम्म धेरै प्रोजेक्ट काम गर्ने, धेरै डिफ्रेन्ट डोमेनको। जस्तै तपाईँले आज बस बुकिङ सिस्टम गर्नुभयो भने त्यसको आफ्नै च्यालेन्ज छ। तपाईँले अब ब्याङ्किङ सिस्टम गर्नु त्यसको आफ्नै त्यसको डोमेनको आफ्नै चिज छ। रियल इस्टेटको त जग्गा जमिनको चाहिँ अब सफ्टवेयर इन्जिनियर हो होइन, अथवा सफ्टवेयर डेभलपर हो नि त हामीहरू। सो यसको लागि अथवा तपाईँ सबैजना होइन जो फिल्डमा हुन्छ, सो उहाँले यस्तो डिफ्रेन्ट डोमेनहरूको विधाहरूको काम आउँछ नि त। अनि यस्तैमा सिकेपछि आफ्नो च्यालेन्ज हुन्छ, आफ्नो तरिकाले सल्भ गर्ने हुन्छ। एउटामा नोटिफिकेसन एउटा तरिकाले पठाउने हुनसक्छ, अर्कोमा अर्को तरिकाले होइन। एउटामा चाहिँ युजरलाई चाहिँ ओथ मात्र गरेर लगइन गर्ने होला, अर्कोलाई चाहिँ इमेल पासवर्ड राखेर। कति धेरै चिजहरू छ कि युजर एक्सपिरियन्सदेखि लिएर डेभलपर एक्सपिरियन्सको कुरादेखि लिएर क्लाइन्टलाई एउटा देखाउने पार्ट र डेलिभर गर्ने पार्टदेखि लिएर होइन। सो त्यही हो, तपाईँले यस्तो प्रोजेक्टहरूमा चाहिँ काम गर्दै जानुभयो, सिनियरहरूबाट सिक्नुभयो, आफूले पनि सेल्फ रिसर्च गर्नुभयो, दिनदिनै पढ्दै जानुभयो, टेक न्युजहरूबाट अपडेट हुनुभयो, ब्लग आर्टिकलहरू पढ्नुभयो भने अभियसली त्यो बेसिकबाट इन्टरमिडिएटबाट एडभान्स अथवा के भन्न मिल्छ होइन, त्यो आफै हुँदै जान्छ। र खास टेकमा चाहिँ बेसिक यो भन्ने चाहिँ हुँदैन, बट कम्पनीको एउटा फर्मालिटी हो होइन। यतिसम्म भयो भने यसलाई चाहिँ सिनियर भन्ने। अब कुनै कम्पनीमा 3 वर्ष काम गरेको सिनियर हो, कुनै कम्पनीमा 10 वर्ष काम गर्ने त्यो सिनियर हो होइन, मिड लेभल होला होइन। सो त्यो पनि भेराइङ छ, बट एज अ नलेजको लेभलमा चाहिँ त्यसरी एक्सपान्ड गर्न सकिन्छ। इन कन्टेक्स्ट अफ नेपाल है, नेपालकै कुरा गर्नुपर्दा चाहिँ अहिलेको टेक इन्डस्ट्रीमा जस्तो कुन जुन प्रोग्रामिङ ल्याङ्ग्वेजहरूदेखि लिएर अब यिनीहरू हुन्छ नि टेक स्ट्याकहरू कुन चुज गर्दा चाहिँ बेटर होला त स्टार्टअप्सको लागि? स्टार्टअप्स भन्दा पनि अब जस्तो स्टुडेन्टहरूलाई ओके, म चाहिँ यही ल्याङ्ग्वेज भन्दिनँ है। जस्तै तपाईँ इसेवा हेर्नु न, इसेवा तपाईँहरूको जावा युज गरिरहेको छ, उनीहरूले जावा नै हायर गर्छ नि। अब मार्केटमा नयाँ ल्याङ्ग्वेज आयो भनेर उनीहरूले जावा छोडेर सबै गर्दैन नि त। सो धेरै कुरामा डिपेन्ड गर्छ कि यही ल्याङ्ग्वेज भन्ने हुँदैन। तपाईँहरूले एउटा जुनसुकै ल्याङ्ग्वेज पिकअप गरेर फङ्सनल प्रोसिडर अथवा अनि ओपी होइन, त्यो दुइटा कन्सेप्ट राम्रोसँग जानुभएछ भने तपाईँ अर्को ल्याङ्ग्वेज 1-2 हप्तामा मजाले सिकेर सक्नुहुन्छ होइन। सो म चाहिँ यो ल्याङ्ग्वेज यो भन्दा पनि तपाईँले जुन सिके पनि ओपी अनि फङ्सनल प्रोसिडर सिक्नुभयो भने त्यो इनफ हुन्छ। र त्यही हो, जुन कम्पनीले के जेमा पनि काम गरेको हुनसक्छ। कसैले पिएचपी लाएर पनि सबै उनीहरूको सफ्टवेयर बनाइरहेको छ होला, उनीहरूले 100 वटा क्लाइन्टलाई चाहिँ पिएचपीमा
बेचेको छ अरे सफ्टवेयर। बेच्दिन्छ। अब मेन्टेनेन्स अपडेट गर्नको लागि PHP कै डेभलपर चाहियो। उनीहरूले PHP नै हायर गर्न पऱ्यो क्या, मार्केटमा जे ट्रेन्ड भयो नि नभए नि, होइन? एउटा सिस्टमको च्यालेन्ज पार्ट आयो अरे, त्यसलाई सल्भ गर्नको लागि एउटा यो ल्याङ्ग्वेज चुज गरौँ भन्ने त्यो अलग्गै टपिक कुरा अलग्गै भयो, छ त्यसमा त्यो। त्यही ल्याङ्ग्वेज युज गरेर गर्न पऱ्यो। बट एज अ प्रडक्टको लेभलमा, सर्भिसको लेभलमा चाहिँ जुन युज गर्छ त्यही युज गरिन्छ कि मोस्टली। र एउटा कुरा जस्तै अब हेर्नु न, तपाईँको कम्पनीमा सबै मान्छेहरू चाहिँ देश टिमहरू ज्याङ्गो पाइथनमै खतरा हुनुहुन्छ अरे। सबै प्रोजेक्ट ज्याङ्गो पाइथन गर्न। त्यहाँको CTO ले पनि धेरै जस्तो ज्याङ्गोमा एक्सपिरियन्स छ, ज्याङ्गो भनेपछि अब त्यो कम्पनीले के हायर गर्छ? ज्याङ्गो पाइथनै हायर गर्छ। उनीहरूले मार्केट हेर्दैन कि, किनकि उनीहरूलाई त्यहीमा उनीहरूको सबै बसिरहेको छ। उनीहरूको टेम्प्लेट सबै त्यहीमा बनाएको छ, उनीहरूले बनाएको इनबिल्ड लाइब्रेरी त्यहीमै छ सबै, UI UX को पनि सबै त्यही, अथवा केही रियाक्ट यताउता राखेर उनीहरूले त्यहीमा बनाएको छ। सो धेरै एस्पेक्टहरू हुन्छ। सो हामी ट्रेन्डमा जाने भन्दा पनि कन्सेप्टमा सिकाइमा गयो भने स्किल सेट बुझ्यो अथवा त्यो एन्सर अक्वायर गऱ्यो भने जता पनि फिट भयो क्या। ठिक छ। अनि जस्तो अब हामी पनि डिफ्रेन्ट ह्याकाथन्सहरूमा त गइरहेकै छौँ नि त। हजुर। अब त्यसमा चाहिँ हजुर पनि एज अ जज त अब धेरै ठाउँमा गइराख्नु नै भएको छ। हजुर। अनि त्यसमा चाहिँ एज अ जज हजुरले चाहिँ जस्तो अब कस्तो प्रोजेक्टहरू चाहिँ बेस्ट लाग्छ त ह्याकाथनको लागि? जस्तो हामीले पनि यस्तो ह्याकाथनहरूमा चाहिँ प्रोजेक्ट सिलेक्सन गर्दाखेरि त्यही कुरामा कस्तो कुराहरूमा चाहिँ बेसिक दिनुपर्छ त भन्ने कुरा के? यो चाहिँ नाइस क्वेसन लाग्यो, किनकि मलाई यो धेरै सोध्नु नै यो चिज चाहिँ होइन। हजुर। जज गर्ने त हो भन्ने हुन्छ, मार्क्स दिनु त हो भन्ने हुन्छ होइन, तर त्यो म त्यस्तो लाग्दैन है। एज अ जज भएर जाँदाखेरि अथवा एउटा ह्याकाथनमा केही मार्किङ गर्दा जाँदाखेरि चाहिँ ह्याकाथन भन्ने शब्द म्याराथनबाट आएको हो नि त। म्याराथन हामी छोटो टाइममा धेरै छिटो दौडिने होइन, त्यो कम्प्लिट गर्न सक्ने। सो ह्याकाथन पनि लाइक तपाईँको थोरै टाइममा छिटो कोड गरेर एउटा केही बनाउन सक्ने होइन। सो त्यो पार्टमा चाहिँ तपाईँले छिटो त गर्ने हो, बट कोडै मात्र गर्ने मात्र जस्तो लाग्दैन कि मलाई। मलाई चाहिँ ह्याकाथनमा एउटा एज अ जज भएर जाँदाखेरि चाहिँ के फरक छ त, आइडिया वाइज फरक छ कि अथवा इम्प्लिमेन्टेसन वाइज फरक छ कि, नत्र त अहिले त AI ले कोड जेनेरेट गरेर तपाईँको CMS ड्यासबोर्ड एकछिनै भनिहाल्छ होइन। सो मलाई चाहिँ त्यो अलिकति फरक चिज भयो। उनीहरूले पुरै इम्प्लिमेन्ट गर्न नसकिने सानसानो प्रोटोटाइप बनाएर ल यो अल्गोरिदम हो, यो यस्तो गर्छ, मलाई त्यति भयो भने आई थिङ्क ह्याकाथनको पर्पज त्यही लाग्छ कि फरक चिज होस्, क्रिएटिभ चिज होस्, बनिरहेको चिज फेरि नबनाउन् होइन। अनि त्यो त बन्छ कि नि त, अब त्यो कता बेच्ने त होइन, त्यो कता कामै छैन। सिक्नको लागि त घरमा सिक्दैन भयो नि, तर ह्याकाथनमा आएको छ भने त हामी त टिमहरूसँग कम्पिट गरेको हो नि त। अब यही हाम्रै ह्याकाथन भयो नि, हाम्रो नेपाथन भयो, नेपाथन कलेज हजुर कलेजले अर्गनाइज गरेको। अब यहीमा नि कति धेरै 50+ पार्टिसिपेन्ट दिनभर रजिस्टर्ड पार्टिसिपेन्ट हुन्थ्यो नि त। त्यहीमध्येमा 15जना टिम होइन, तपाईँहरूले बेस्ट नै छान्नु भयो अभियसली पनि। सो ह्याकाथन इज अल अबाउट डिफ्रेन्ट केही छ, केही इनोभेटिभ छ कि क्रिएटिभिटी छ कि अलिकति के सबै इम्प्लिमेन्ट भएको पनि चाहिएन। सो म चाहिँ त्यो प्रिफर गर्छु होइन, धेरै फिचर राखेर धेरै चिज देखाएको भन्दा पनि म चाहिँ यदि त्यो छ भने अलिकति फरक छ भने आई वुड बेटर प्रिफर द्याट एन्ड गिभ मोर स्कोर त्यो पार्टमा। अनि जस्तो यो ह्याकाथनकै प्रोजेक्टको कुरा गर्नुपर्दा चाहिँ ह्याकाथनकै प्रोजेक्टमा चाहिँ AI/ML को कुराहरू आउँछ नि त। अब AI/ML कम्प्लिटली नै युज गर्दा एक्स्ट्रा देखिने हो कि भन्ने टाइप पनि धेरैको सोच आउँछ नि त। त्यसको बारेमा चाहिँ के भन्न चाहनुहुन्छ? हो, अभियसली AI/ML चाहिँ राखेको राम्रो है। हजुर। किनकि हामी यो म्यानेजमेन्ट सिस्टमहरूमा वर्षौँदेखि 15-20 वर्षदेखि नै पुरै धेरैमा छ नि त इन्भल्भमेन्ट। त्यही म्यानेजमेन्ट सिस्टम हुन्छ, रिपोर्ट हुन्छ, ग्राफ हुन्छ, एन्ट्री गर्ने, टेबलमा लिस्ट देखाउने, त्यही छ नि त धेरै। अब त्यसैमा चाहिँ अब अहिलेको टाइममा चाहिँ AI/ML को एउटा API राख्नु पनि म राम्रो चिज मान्छु कि, किनकि एटलिस्ट AI को केही राखेर उसले चाहिँ रिपोर्टको सम्मरी गर्दै पनि खतरा चिज हो होइन। सो नट जस्ट इन ह्याकाथन, यो चाहिँ एभ्री प्रोजेक्टमा AI चाहिँ अब बिस्तारै इम्प्लिमेन्ट गर्दै जानुपर्छ। AI/ML चाहिँ बिस्तारै सिक्दै जानुपर्छ जस्तो लाग्छ कि अबको टाइम। अब पनि गरेन नि, धेरै ढिलो भयो। अनि जस्तो AI गर्दै गरेको अब नभए गर्दै नगरेको हुन्छ नि त। अब सुरु गर्छु भन्नेहरूलाई चाहिँ हजुरले अब यसरी सुरु गर्दा सजिलो हुन्छ, अनि के गर्ने के नगर्ने भन्ने कुराहरू पनि बताइदिनुहुन्छ कि? ओके, यो चाहिँ मैले मेरो युट्युब च्यानल एभ्रिडे कारमा राखेको छु। मैले AI/ML को सिरिज केही समय अगाडि सुरु गर्छु, लाइक बिगिनर AI/ML इन नेपाली भनेर। सो त्यहाँ पनि मैले राखेको छ भने त्यहाँ पनि हेर्न सक्नुहुन्छ अडियन्सहरूले, भ्युवर्सहरूले। त्यही छ, AI/ML को लागि चाहिँ मोस्टली तपाईँहरूको कम्प्युटरको त बेसिक्स
चाहियो। भइहाल्यो होइन कम्प्युटर साइन्सको उम्, प्रोग्रामिङ ल्याङ्ग्वेजको स्पेसली पाइथन धेरै रेकमेन्ड गरिन्छ होइन उम्, एआइएमएलमा जाभास्क्रिप्ट पनि गर्न मिल्छ फेरि गर्न मिल्छ। नगर्न मिल्दैन तर कम्युनिटी अलिक थोरै छ जुन चाहिँ तरिकाले चाहिँ पाइथनमा चाहिँ एआइएमएलको लागि ग्रोथ छ उम्, जाभास्क्रिप्ट कम्पेरिटिभ कम छ सो त्यही हो म्याथमेटिक्स कम्प्युटर साइन्सको फाउन्डेसन हुनु पऱ्यो त्यसमा चाहिँ तपाईँ प्रोग्राम ल्याङ्ग्वेजको आइडिया नलेज राम्रो हुनु पऱ्यो फङ्सनल र ओपीको त्यसपछि चाहिँ तपाईँलाई चाहिँ डेटा साइन्स उम्, डेटा नै हो तपाईँले एआईले सिकाउने भनेको डेटाबाट हो डेटा डेटाबाट। भनेको फोटो भिडियो टेक्स्ट साउन्ड जे पनि हुनसक्यो होइन हो, सो डेटा त हुन्छ होइन डेटालाई जहिले पनि हामीले त्यो भनेको डेटा नै हुन्छ भन्ने छैन कि डेटामा तपाईँको नचाहिने भ्याल्यु पनि हुनसक्छ गार्बेज भ्याल्यु नल भ्याल्यु पनि हुनसक्छ त्यसमा क्लिनिङ गर्न पर्ने होला कुनै डेटालाई चाहिँ स्केल अप गर्न पर्ने भ्याल्यु घटाउनु पर्ने होला बढाउनु पर्ने होला मतलब त्यो कुराहरू भनेको डेटा साइन्सको कुरा आउँछ कि सो डेटा साइन्सको नलेज चाहियो किनकि एआईले सिकाउन डेटा चाहिने हो चाहिने हो। डेटालाई मिलाएको राम्रो डेटा बनाउनको लागि डेटा साइन्स चाहिन्छ कि हो, डेटा साइन्स चाहियो होइन त्यसपछि म्याथमेटिक्स पनि आउँछ डेटा साइन्स पढ्दाखेरि आउँछ। तपाईँले स्ट्याट्सहरू पढ्नुहुन्छ नर्मलाइजेसनको कुराहरू हजुर। त्यो आउँछ त्यो थाहा पाउनु पऱ्यो एआइएमएल सिक्नको लागि अनि अर्को भनेको एआइएमएलकै कति धेरै लाइब्रेरीहरू छ त्यो थाहा पाउनु पऱ्यो अनि त्यसको डिफ्रेन्ट एआईको पनि डिफ्रेन्ट आर्किटेक्चरहरू छ न्युरल नेटवर्कहरूको कन्सेप्टहरू छ सो ओभरअल यो कुराहरू चाहिँ थाहा पाउनु भयो भने एआइएमएललाई चाहिँ हुन्छ र यसमा पनि एउटा डोमेन नलेज भन्ने हुन्छ कि डोमेन नलेज। जस्तै हामीले सफ्टवेयर बनाउँदाखेरि चाहिँ अहिले मैले भर्खर भने ब्याङ्किङ एप्लिकेसनको लागि बनाएँ केको लागि त्यहाँदेखि त्यसको डोमेन चाहियो नि त हो, अब तपाईँले त्यसले एआइएमएल सिक्नुभयो अब एआइएमएल केसको लागि बनाउनु त एग्रिकल्चरको लागि भने एग्रिकल्चरको पनि नलेज चाहियो कि तपाईँलाई हो। र एआईको मेडिकलको लागि मेडिकल प्लस एआई सो त्यही भयो भने एआईको लागि चाहिँ आई थिङ्क द्याट विल बी रोड म्याप र मान्छेहरू धेरै भड्किनुहुन्छ कि हजुरले भन्नुभयो नि अब के सिक्न हुँदैन भन्ने चिजमा हो, सिक्न नहुने भन्ने चिजहरू चाहिँ लाइक धेरै चिज छ लाइक अब कोही कोही पार्टमा चाहिँ धेरै धेरै ल्याङ्ग्वेजहरू चाहिँ धेरै कोरमा गइदिनुहुन्छ कि त्यो आवश्यकै हुन्न होइन बिगिन गर्नको लागि चाहिँ तपाईँ पाइथनको त्यस्तो धेरै डिपली नगए नि पुग्छ कि होइन त्यो नसिक्दा पनि भयो अनि डेटा साइन्स सिक्ने भन्दा सबै डेटा साइन्स मात्रै सिकेर पनि काम छैन तपाईँहरूले एक दुईवटा क्लासिफिकेसन रिग्रेसनको कुराहरू यताउता बेसिक्सहरू चाहिँ सिकेर पनि आउन सक्नुहुन्छ होइन अनि सो त्यही भन्छु म म्याथको पनि सबै सिक्नुपर्छ भन्छ नि सुरुमा तपाईँले प्रोबेबिलिटी डेरिभेटिभमा सिक्नुभयो भने त्यो त धेरै त्यो कुरा। कुराहरू चाहिँ गर्न सक्नुहुन्छ अनि जस्तो एज अ अब मैले पनि कुनै कम्पनीहरूमा चाहिँ इन्टरभ्यू दिइराख्दाखेरि अब त्यसको बारेमा चाहिँ धेरै क्वेसन्सहरू आइरहेको हुन्छ नि त डिएसएको क्वेसन्सहरू आइरहेको हुन्छ हजुर। कुनै कस्तो क्वेसन्सहरू आइरहेको हुन्छ अब त्यसमा चाहिँ डाइरेक्टली डिएसएको प्रब्लम सल्भिङ मात्र इम्पोर्टेन्ट हो कि अरू पनि केही इम्पोर्टेन्ट कुराहरू पनि छ इन्टरभ्यूको लागि भनेर चाहिँ त्यो इन्टरभ्यूमा चाहिने कुराहरू पनि बताइदिनुहुन्छ कि? मोस्टली जब यो आइटीको जब इन्डस्ट्री अथवा आइटी टेक मार्केटकोमा चाहिँ इन्टरभ्यू केसमा मोस्टली डिएसए चाहिँ यहाँ खासै सोधिन्न है त्यस्तै छ होइन? फ्यु कम्पनीजमा मात्र सोधिन्छ होइन हो। फ्यु ठुल्ठुलो कम्पनी जस्तै लिफ्रगहरूमा सोध्छ यताउता एक दुईवटा जुन चाहिँ इन्डियाले एउटा फन्ड गरेको कम्पनी थियो कि नेपालमा एक दुईवटामा सोध्छ होइन हजुर। यो डिएसएको प्र्याक्टिस भनेको चाहिँ तपाईँको चाहिँ नेपाल बाहिर जस्तै इन्डिया युएस युरोप त्यतिर पुरै डिएसए क्वेसन पुरै लिड कोड हान्छ नि सबै उनीहरूले डिएसए पुरै अनि फेरि उनीहरूले सबै यही गर्छन् यही इन्टरभ्यू क्वेसन अति धेरै हुन्छ त्यही मध्ये उनीहरूलाई क्वेसन दिन्छ अनि उनीहरूले त्यही गरेर चाहिँ इन्टरभ्यू पास हुन्छ होइन इन्टरभ्यूमा फेरि कम्पनी अनुसार डिफ्रेन्ट राउन्ड हुन्छ कुनै एक राउन्डमै सेलेक्ट हुन्छ कुनै 2-3 राउन्ड के टेस्ट भनेर राखिरहेको हुन्छ त्यो पनि कम्पनी अनुसार हुन्छ होइन त्यही हो नेपालको कन्टेक्समा डिएसए खासै सोधेको मैले थाहा छैन कम्पनीहरू होइन साथीहरूबाट बुझ्दा पनि अनि त्यही हो इम्पोर्टेन्ट त अभियसली छ तर दिनदिनै युज हुन्छ भन्ने छैन क्या हाम्रो अब गुगल म्याप्समा डिएसए युज भएको छ अथवा राउटिङमा तपाईँको राउटर युज भएको छ अपरेटिङ सिस्टममा चाहिँ तपाईँको जब पुल गर्नको लागि चाहिँ क्युइङ गर्नको लागि युज भएको छ स्ट्याकहरू युज भएको छ अपरेटिङ सिस्टममा हो एप्लिकेसनहरू थुप्रै छ डिएसएको तर इट इज नट नेसेसरी कि हामी जतिखेर पनि डिएसए नै चाहिन्छ भन्ने चाहिँ छैन तर जानेको राम्रो हो एज अ आइटी पर्सन भएर टेक पर्सन भएर बट इन्टरभ्यूमा चाहिँ खासै नेपालको छैन तर इन्टरभ्यूमा जस्तै मैले अब नोटजेएसको हायर गरिरहेको छु भने मोर ओभर नोटजेएसकै सोधिरहेको हुन्छु होइन अथवा अरू ठाउँमा पनि सोधिरहेको हुन्छ नोटजेएसको स्पेसिफिक त्यही पार्टको सो त्यस्तो छ अनि जस्तो यो अहिलेको उसमै हेर्नु राख्नु पर्दाखेरि चाहिँ एआइएमएलले त धेरै मार्केट नै लिइरहेछ नि त त्यो बाहेक चाहिँ ब्लक चेन छ नि त जुन ब्लक चेन वेब3हरू हो त्यसको बारेमा पनि अब के कस्तो छ त प्रोजेक्टहरू के कस्तो आइरहेछ होइन नेपालकै बेसिसमा कुरा गर्नुपर्दा अब बाहिर त छँदैछ अनि नेपालमा चाहिँ के कस्तो आइरहेछ त भोलिको दिनहरूमा कस्तो होला त यो ब्लक चेनको मार्केटहरू हजुरको विचारमा के लाग्छ?
यो हामी चाहिँ वेबमा चाहिँ इभल्भ हुँदै आएको हो नि त। हजुर। वेब 1.0 हो। स्ट्याटिक पेजेसहरू 2.0 अलिकति 2.0 एपिआई बेस्ड, यता इकमर्स यता त 2.0 भयो च्याटिङवाला। Mhm. अहिले 3.0 मा चाहिँ यही क्रिप्टोको कन्सेप्टहरू Mhm. अझ कसरी सेक्योर बनाउन सकिन्छ, कसरी डिसेन्ट्रलाइज बनाउन सकिन्छ भन्ने Exactly. कन्सेप्ट हो नि त। हो। अब हाम्रो नेपालको कन्टेक्समा चाहिँ यो क्रिप्टो भनेर इलिगल भनेर त्यसलाई अर्कै एस्पेक्ट छ हो, त्यो र छुट्टै छ। मान्छेहरू चाहिँ यहाँ काम गरे पनि लुकी लुकी काम गरिरहेको छ कि मैले कति धेरै चिन्छु होइन। हो। उनीहरू भन्न चाहनुहुन् कि डेभलपर हो भन्छन्, अहँ। तर मैले चाहिँ यो ब्लकचेन काम गरिरहेको छु भनेर भन्न चाहनु है। कसरी उनीहरूलाई भने फसाउन सक्छ भनेर फसाउन सक्छ अथवा भन्ने के भन्नु। भन्छ उनीहरू भन्दैन होइन। बट यो चाहिँ एज अ कन्ट्री वाइज नसोचिकन टेक वाइजको हेर्ने हो भने एकदम चाहिने चिज हो है यो वेब 3 भन्ने चिज होइन। र आफ्नो डेटा आफैसँग हुन्छ, आफूसँग पनि हुन्छ, अरू ठाउँमा पनि सेन्ट्रलाइज भएर बसेको हुन्छ। एउटा सर्भर रिलाइ भएन, सेक्योर भयो, त्यसमा चाहिँ इम्युटेबिलिटी कन्सेप्टहरू आउँछ होइन। एउटा ट्रान्जेक्सन भएपछि केही भएपछि चेन्ज गर्न मिलेन, त्यो चाहिँ रेकर्ड बसिराख्ने भयो। त्यस्तो कन्सेप्टहरू चाहिँ एकदमै चाहिने चिज हो होइन। एउटा फ्रिडमको कुराहरू पनि हो कि एज अ हाम्रो डेटा चाहिँ कता गइरहेछ भन्ने कुरा। र त्यही लाग्छ मलाई चाहिँ नेपालको कन्टेक्समा चाहिँ प्रोजेक्टहरू चाहिँ नआउने होइन, आइरहेछ र गर्ने चाहिँ अलिकति लुकेर गरेर हुन्छ। लुक्नु पर्ने त खासै केही छैन, बट उहाँहरूले पनि आफ्नो अब बाध्यता छ नि। अनि त्यस्तो छ। अनि त्यही छ, अब टेक वाइज चाहिँ यसमा जान पर्ने हो, सिक्न पर्ने चिजहरू थुप्रै छ। अब कति धेरै कन्सेप्ट छ वेब 3 मै होइन। क्रिप्टोको पनि डिफ्रेन्ट कन्सेप्टहरू छ। अनि त्यही हो, जसैमा फ्युचर छ, गर्न पनि हामी पनि जान पनि त्यतै हो। तर कन्ट्री वाइज अलिकति रुल्स एन्ड रेगुलेसनले गर्दाखेरि चाहिँ क्रिप्टो भनेर सोचेको तरिकाले नेगेटिभ भएको, यसलाई चाहिँ वेब 3 भनेर हेरेको भए अझ बेटर पर्सपेक्टिभहरू इनिसिएसनहरू आउँथ्यो होला। सो त्यही भन्छु म चाहिँ। अनि जस्तो हामीले चाहिँ अब जस्तो ब्याचलरमै सुरु गर्नुपर्दा चाहिँ सिएसआइटीकै कोर्समा कुरा सुरु गर्नुपर्दा फर्स्ट सेममा चाहिँ हाम्रो सी प्रोग्रामिङ हुन्छ नि त। अब सी प्रोग्रामिङ गर्दा गर्दै कसैलाई झ्याउ लागिरहेको हुन्छ, अब धेरै जस्तो इग्नोर पनि गरिरहेको हुन्छ नि त। अब इग्नोर गरे पनि पछि चाहिने कुरा त हो त्यो होइन। त्यसलाई नै इग्नोर गर्नुपर्दा सी सी प्लस प्लसहरूको कुराहरू हुन्छ नि, त्यो चाहिँ कतिको इम्पोर्टेन्ट छ होला त? एकदम एकदम हामीले जे जे देखिरहेको हुन्छौँ नि, जस्तै अपरेटिङ सिस्टम होस्, गेमिङ इन्जिन होस्, डेटाबेस होस्, सबै जे दामी चिज छ नि अहिले हामीले युज गरिरहेकोमा सबैमा सी सी प्लस प्लस छ कि हो। अब सुरुमै अब टेक सब्जेक्ट कोर्स लिँदाखेरि चाहिँ हामीले त्यसको भ्यालु बुझिन्न, नर्मल कुरा हो कि। किनकि सुरुमै सबै कुरा थाहा हुन्न र सुरुको प्रोग्रामिङ भनेको नयाँ चिज छ भने चाहिँ अभियसली सबैलाई त्यही अनुसार इन्ट्रेस्ट पनि आउन्न, बुझिन्न पनि, धेरै कुराहरू हुन्छ होइन। बट सुरुमा नबुझेको इट्स ओके होइन। बट ओभर द टाइम मान्छेले चाहिँ सी सी प्लस चाहिँ राम्रो प्रोग्रामिङ ल्याङ्ग्वेज हो, एकदम धेरै। तपाईँको पाइथन पनि त्यहीबाट बनेछ, तपाईँको एन्ड्रोइड तपाईँको सीबाट सी प्लस बन्यो, सी प्लसबाट जावा बन्यो, जावामाथि एन्ड्रोइड बन्यो कि। अब हेर्नु न, तपाईँ एन्ड्रोइड मोबाइल एप तपाईँले एन्ड्रोइड अपरेटिङ सिस्टम युज गर्नु त सी प्लस प्लस, भित्र लिनक्स युनिक्स कर्नल सी प्लस प्लस होइन। तपाईँको धेरै चिज सी प्लस चलाइरहेको छ। त्यही भन्छु म, सुरुमा रियलाइज नगरे पनि ठिक छ। तपाईँको ब्याचलरभरि पढ्दै पनि त्यो सी त्यस्तो इम्पोर्टेन्ट नभए पनि काम गर्दै जाँदाखेरि त्यही अनुसारको सिनियर डेभलपर दाइहरूसँग सरहरूसँग कुरा गर्दाखेरि त्यो फिल हुन्छ र आफूले एप्लिकेसनको डिपमा खोज्दै गयो, हेर्दै गयो भने पनि रियलाइज हुन्छ। र एकदम राम्रो ल्याङ्ग्वेजहरू हो सी प्लस प्लस। ठिक छ। अनि जुन यो आइटी जोर्नी छ नि त हजुरको, अब अहिलेसम्म आइपुग्दाखेरि त धेरै चेन्जेस भइसक्यो। 2017 देखि अहिलेसम्म नै धेरै चेन्जेस त भइसकेको छ। अबको 10 वर्षपछि चाहिँ कस्तो ड्रास्टिक चेन्जेस आउन सक्ला त आइटी फिल्डमै? टेकमा आयो भने अभियसली यो एआईको छ नि, एजिआई आर्टिफिसियल जेनरल इन्टेलिजेन्स। अहिले चाहिँ हामीले प्रम्प्ट दिन्छौँ, एआईले रेस्पोन्स दिन्छ, प्रम्प्ट दिन्छौँ, रेस्पोन्स दिन्छ होइन। अब एजिआई भनेको तपाईँ हामी जस्तै कि आर्टिफिसियल जेनरल इन्टेलिजेन्स भन्ने बित्तिकै तपाईँको हामीले जसरी आज केही कुरा नयाँ कुरा सिक्यौँ, अब त्यही अनुसार सोच्न थाल्छौँ नि त भोलिदेखि, अथवा त्यो अलिअलि थट्सहरू आउँछ, इमोसन इमेजिनेसनहरू आउँछ होइन। सो त्यसरी नै हामीले सिकिरहेछौँ। अब आज नयाँ मान्छे भेट्यौँ, त्यही अनुसार उसको केहीबाट सिक्ने कुराहरू, कारोबार कुराहरू याद हुन्छ। त्यस्तै गरेर अब भोलिको दिनमा यो चाहिँ आउन सक्छ जस्तो लाग्छ। यो भनेको ड्रास्टिक नै भन्छु कि म यसलाई। एजिआई भनेको चाहिँ उसले आफै सिक्न सक्ने, आफै चाहिँ अपडेट गर्न सक्ने होइन। त्यो कुराहरू चाहिँ मैले त्यो देख्छु। किन पनि देखिन्छ भन्दाखेरि म यो अहिले मास्टर्स पनि गर्दैछु नि त एआइएमएलमा, काठमाडौँ युनिभर्सिटीमा। यो एआईमा अहिले मास्टर्स जोइन गरेपछि चाहिँ बल्ल यो रियलाइज भइरहेछ कि नत्र बाहिर हामीले कुरा गर्दाखेरि कि हाइप हो केही हो केही हो भनेर मात्र कुरा हुन्छ होइन यो पार्टमा। तर साँच्चै एआई नै पढ्न थालेपछि त्यसको सबै रिसर्च पेपर यताउता इन्काउन्टर गर्न थालेपछि त्यो हुन्छ, पोसिबल छ भन्ने त्यो फिलिङ आउनु रहेछ कि।
त्यो हेलुसिनेसन गऱ्यो भने चाहिँ यताउता त्योभन्दा पनि साँच्चै हुन्छ जस्तो फिल हुन्छ है मलाई चाहिँ। हो, र किनकि एआई आएको पनि अहिले होइन नि त 1956 मा पहिल्यै आएको हो, तर अहिले पो पोइन भएको हो नि त। अँ। 1956 भनेको अहिले 2025 भयो 25 होइन, 60-70 वर्ष कति भयो, उहुँ, यत्रो वर्ष भयो कि एआईको डेभलपमेन्ट भएको, तर एप्लिकेसन पो बनेको थिएन। अल्गोरिदम्सहरू थुप्रै बनेको थियो, रिसर्च पेपर थुप्रै बनेको थियो। अब बिचमा तपाईँको एआई विन्टर भन्ने पनि आयो कि। एआई विन्टर भनेको चाहिँ त्यो केही टाइम हो बिचमा, त्यो 1956 देखि अहिलेसम्मको त्यो बिचमा टाइम हो। हजुर, त्यो वर्षमा चाहिँ मान्छेहरूले एआईमा होप लुज गरिसकेको थियो कि, हराइसकेको छ। हराइसकेको थियो। किनकि अब एआई काम छैन, यस काम गरेर साथ उसै छैन, फिजिबलै छैन। किनकि न तपाईँको त्यतिखेर चाहिँ राम्रो प्रोसेसर थियो, न कम्प्युट गर्ने अरू केही डिभाइसेसहरू थियो। हजुर, अनि इन्भेस्टरहरू पनि जो चाहिँ लगानी गर्ने उनीहरूले पनि फन्ड गरेको थिएन होइन। उहुँ, 2-3 चोटि त एआई चाहिँ हराइसक्यो भनेर त्यो बिचमा भइसकेको थियो कि एआई विन्टर भन्छ त्यो टाइममा होइन। अँ, विन्टर भनेको चिसो केही एक्टिभिटी नभएको काम ए, नभएको। ए, ए, अनि अब अहिले आउँदाखेरि चाहिँ अब च्याट जिपिटी हामीले देख्यौँ। अहँ, च्याट जिपिटी 2022 नोभेम्बरतिर होइन नोभेम्बर, 3.5 आयो। यो 2016-17 पनि एउटा चाहिँ गुगलको डिप माइन्डले चाहिँ उहुँ, अल्फागो भन्ने एउटा अथवा डकुमेन्ट्री रिलिज गरेको छ होइन। हजुर, उनीहरूले एउटा चाहिँ रिइन्फोर्समेन्ट लर्निङ युज गरेर चाहिँ गो भन्ने एउटा गेम छ कि, अहँ, त्यो गेममा चाहिँ प्रो प्लेयरलाई चाहिँ हराइदिएको छ कि। उहुँ, अनि त्यो चाहिँ 16-17 को कुरा, 2016-17 कुरा। त्यहाँदेखि चाहिँ एआईको खतरा हाइप भयो कि 16-17मा त्यसपछि डिप माइन्ड हो। अनि तपाईँको बिस्तारै बिस्तारै फेसबुकमा पनि तपाईँको त्यो मान्छेको अनुहार स्थिति डिटेक्ट गर्थ्यो नि, बााउन्ड्री ट्याग गर्नु भनेर आउँथ्यो नि अलि पहिला, त्यो पनि एआई नै हो कि। फेसबुकले पनि पहिला यसरी अलिअलि इम्प्लिमेन्ट गरिरहेको थियो कि, थुप्रै इम्प्लिमेन्ट गरिरहेको थियो। अनि कुनै तपाईँको मेल चाहिँ स्प्याम हो कि होइन, गुगलले पनि जिमेलले पनि त्यस्तो एआईको चाहिँ त्यो क्लासिफिकेसन प्रब्लम छ त्यो चाहिँ इम्प्लिमेन्ट गरेर थोरै कि हामीले देखेको थिएनौँ। तर जब ख्यालै हुन्थेन एक्ज्याक्टली। तर अब यो च्याट जिपीको 3.5 आएपछि चाहिँ देखिरहेछ मान्छेले अब त्यो एलएम आउने बित्तिकै एमसिपी ल्याए, मोडल कन्टेक्स्ट प्रोटोकल, एजेन्टिक एआईको कन्सेप्ट आयो होइन। सो कति धेरै कुराहरू चाहिँ आइरहेछ नि त। सो त्यही छ, मैले ड्रास्टिक चेन्ज चाहिँ एजिआईले गर्दाखेरि चाहिँ हुनसक्छ लाग्छ, अर्को क्वान्टम कम्प्युटिङले। अनि त्यही हो, वेब3 चाहिँ ठिकै छ, बट दुईवटा चाहिँ एजिआई र क्वान्टम कम्प्युटिङ ल्याउन सक्छ जस्तो लाग्छ। त्यही त, अब जस्तो च्याट जिपिटी अनि जेमिनाई, मेटा एआईहरू के छ नि त अहिले त एआईको एपहरू त, त्यस्तो युज गरिराख्दा चाहिँ जस्तो स्टुडेन्ट्सहरूलाई अब फाइदा दिइरहेकै हुन्छ एकतिरबाट, अर्कोतिर बेफाइदा पनि हुन्छ नै होइन। अब कस्तो बेलामा गएर जुन एआई एपहरू युज गर्ने, अनि कुन बेलामा चाहिँ युज नगर्ने, आफै नै कोड गर्ने टाइपको हुन्छ नि त, हो त्यो बेला चाहिँ फेजहरू हुन्छ। अब त्यसको बारेमा पनि थोरै केही डिस्क्रिप्सन। कोड गर्नको लागि त सुरुमा सिक्दै हुनुहुन्छ भने अभियसली एआई कम युज गर्नु भन्छु, पछि चाहिँ युज गर्नै पर्छ किनकि तपाईँलाई धेरै प्रोडक्टिभ बनाउँछ कि। अब जस्तै हाम्रै अफिसमा कम्पनीमा चाहिँ अन्त हामी रिमोटली नै गर्छौँ काम होइन। सो हाम्रोमा चाहिँ यस एआईले गर्दाखेरि हाम्रो कर्सरको प्रो भर्जन मैले लिएको छु कि, 1-2जनाको काम नै मैले गरिदिरहेको छु कि, 2जनाको काम त्यही मैले गरिरहेको छु कि होइन। अनि मेरो आफ्नो काम त त्यसै गरिरहेको छु। सो मलाई हायर गर्न पर्ने होइन, त्यसमा मलाई चाहिँ एकदम प्रोडक्टिभ बनायो कि, मेरो रिसोर्स पनि बचायो होइन। तर म त काम गरिरहेको भएर मलाई प्रोडक्टिभ बनायो होइन। अब एक लेभलमा भर्खर सिक्दै हुनुहुन्छ कोही स्टुडेन्ट, आइटी स्टुडेन्ट अथवा टेक स्टुडेन्ट भने उहाँहरूको लागि एआई चाहिँ अलिकति उस हुनसक्छ, लाइक डिमोटिभेटिङ फ्याक्टर हुनसक्छ। सबै दिइराखेको छ, किन गर्ने, किन जेनेरेट गर्ने त रहेछन् भन्ने त्यो आउनसक्छ होइन। त्यो चाहिँ एकदम नराम्रो चिज लाग्छ मलाई। एउटा सिक्न पनि उनीहरूलाई इन्ट्रेस्ट कम हुनुभयो, सबै आउनु रहेछ भन्ने हुनुभयो होइन। सो त्यो पार्ट चाहिँ अलिकति उस लाग्छ मलाई, फलो गर्न नपर्ने अथवा हुन्न जस्तो पार्ट त्यो लाग्छ डिमेरिट्समा। वेरेज गरिरहेकोलाई चाहिँ प्रोडक्टिभ टुल नै हो। अनि अर्को प्रोजको कुरा गर्ने भने त अब कति एरियामा त तपाईँले पनि थाहा छ होइन, कति पार्टमा चाहिँ हेल्प गरिदिरहेको छ डकुमेन्ट राइटिङमा, मोडिफाइङमा। अहिले तपाईँको हिजो कि अस्ति भर्खर यो एडोबले पनि राखेको रहेछ कि, तपाईँको अब प्रम्प्ट हान्दै सबै तपाईँको फोटो डिजाइन फोटोहरू एडिट गर्न मिल्ने सबै गर्न मिल्ने कि। अब हेर्नु न तपाईँको त्यो कसरी पोसिबल भएछ भन्दाखेरि तपाईँको त्यो डिजाइन त्यो एडिट जस्तै क्यानभाले नि गर्छ होइन, तपाईँको सबै त्यो डिजाइन चाहिँ तपाईँको जेसन अथवा एउटा एक्सएमएल त्यस्तो फर्मेट राख्छ कि, यो पोजिसनमा यो एलिमेन्ट भनेर। अनि तपाईँको त्यो नै टेक्स्ट भएपछि त प्रम्प्ट दिए जस्तै भयो कि, त्यही गर्दै एक्ज्याक्टली। अन्तिममा त्यसलाई एचटिएमएल सिएसएसमा रेन्डर गराइदियो, भित्र चाहिँ त्यो जेसन एक्सएमएल राख्ने रहेछ त्यो डिजाइन फाइलहरू। अनि त्यही गर्दाखेरि तपाईँको एलएमलाई काम कम्प्युट गर्न सजिलो भयो कि।
नत्र त्यसलाई इमेज दिएर इमेजै गर्न परेको भए अलिकति टाइम धेरै लाग्थ्यो हो होइन। सो त्यसरी चाहिँ मतलब डिफ्रेन्ट फिल्डमा यसको छ बेनिफिट प्रोज कन्सहरू छँदैछ। बट एज अ हजुरले कोडको कुरा गर्नुभयो नि, कोडको कुरा लर्निङ फेजको लागि चाहिँ कम युज गर्नु भनेर चाहिँ रेकमेन्ड गर्छु एआईलाई। बट ओभर द टाइम गर्दै जानुहुन्छ त्यही काम रिपिट भइरहेछ, मोनोटोनस भइरहेछ भने एआई युज गर्नु, अटोमेट गर्नु, एजेन्टिक लगाउनु होइन। सो त्यसरी चाहिँ वान क्यान गो। अनि अब यो कुरा गरिराख्दाखेरि चाहिँ एउटा जुन प्रब्लम सल्भिङहरू गरिरहेको भइन्छ नि त हामीले, प्रब्लम सल्भिङ गर्दाखेरि अब धेरै अब्स्ट्याकल्सहरू त आइरहेकै हुन्छ। अब त्यसमा चाहिँ स्टार्टिङ गर्ने तरिका छुट्टै हुन्छ होइन। अब गर्दै जाँदा बिचमा गएर छोडिदिन्छन्, त्यसपछि कन्सिस्टेन्सी दिनै सकिँदैन। अनि स्टार्टिङ गर्ने अनि कन्सिस्टेन्सी दिनको लागि चाहिँ अब मोटिभेट हुनै पऱ्यो होइन। त्यसको लागि अब सुरुमा C++बाटै सुरु गर्ने कि अब आफूले के गरिरहेछ त्यसबाट सुरु गर्ने, कसरी गर्ने? अब हेर्नु प्रब्लम सल्भिङ भनेको चाहिँ लाइक डिफ्रेन्ट प्रोजेक्ट अथवा डिफ्रेन्ट ल्याङ्ग्वेज अथवा डिफ्रेन्ट सिस्टममा चाहिँ फरक फरक हुन्छ होइन। हजुर अब C++ सिक्नै गाह्रो भइरहेछ भने पाइथनबाट सुरु गर्न सक्यो। त्यसको छुट्टै पाइथन सजिलो सिन्ट्याक्स छ, छ। बुझ्न कम्पेटिभ सहिलो छ। तपाईँले टाइप पनि डिफाइन गरिरहनु पर्दैन पाइथनमा, इन्ट क्यार भनेर डाइरेक्ट सिधै सिधै छ होइन। सो त्यसको लागि चाहिँ पाइथन सजिलो होला, बेस्ट होला होइन। बट एज अ कोडमा च्यालेन्ज आइरहेछ, त्यसमा चाहिँ तपाईँले सल्भ गर्न सक्नुभएको छैन भने सिनियरसँग कन्सल्ट गर्ने होइन। अलिकति टाइम लिने, एकछिन ब्रेक लिने, एकछिन बाहिर 5-10 मिनट अथवा आधी घन्टा फ्रेस भएर आउने होइन। फेरि काम गर्न सुरु गर्ने, त्यसरी बेटर हुन्छ कि अथवा सिनियरहरूलाई अप्रोच गरेर बेटर हुन्छ कि होइन। अथवा कतै किताबमा खोजेर, युट्युबमा खोजेर, एआईलाई सोधेर हुन्छ कि। सो डिफ्रेन्ट ठाउँमा डिफ्रेन्ट प्रब्लम छ, त्यसलाई सल्भ गर्ने मैले भर्खर भने जस्तै लाइक डिफ्रेन्ट कुरामा डिफ्रेन्ट तरिकाले चाहिँ हेर्न सक्यो। मेन कुरा चाहिँ कन्सिस्टेन्ट भएर जानुपर्छ कि, कन्सिस्टेन्ट हो। जुन फिल्डमा पनि मलाई लाग्ने चाहिँ यदि कन्सिस्टेन्ट भएन अनि हार्डवर्किङ मेहनती भएन, पेसेन्स राख्न सकेन भने जुनै फिल्डमा पनि गाह्रो छ कि। अब हामीलाई यो आइटी भनेर चाहिँ हामीले यो युज गर्ने भन्दा पनि जुन फिल्ड, मेडिकल फिल्ड पनि त्यस्तै हो, तपाईँको यो सिभिलको पार्ट पनि त्यस्तै हो, सबै फिल्ड नै त्यही हो कि। जता पनि मेहनती मान्छे त चाहिने हो नि, जसले अलिकति एक्स्ट्रा पुस गर्न सक्छ, त्यही मान्छे नै हो नि त अगाडि आउने। सो त्यसरी हेर्नुपर्छ जस्तो लाग्छ। ओके, अब कुरा गरिराख्दा चाहिँ एट द एन्ड चाहिँ हजुरले जस्तो अब आउने जेनेरेसनहरूलाई कसरी आइटीमा ग्रो हुन सिक्ने कुराहरू होइन, अनि गरिराख्ने कुरा अनि गर्न नहुने कुराहरू पनि बताइदिनु हुन्थ्यो कि अब लास्टमा कुरा गरिराख्दाखेरि अब कस्तो सजेसन लिन्छन् त स्टुडेन्टहरूले भन्ने कुरा। ओके, सजेसन कुरा, एडभाइस कुरामा चाहिँ सबैको सुन्नु भन्छु म चाहिँ होइन। आज यो पोडकास्ट हेर्नुभयो, मेरो एउटा पार्टमा मेरो आफ्नै अपब्रिङिङ एक्सपिरियन्स होइन। अब अरू मान्छे अरू सबैको सुन्नु, तर गर्न चाहिँ आफ्नो गर्नु होइन, त्यो चाहिँ बेस्ट हुन्छ। किनकि एउटाको मात्र सुने रिजिड भइन्छ कि होइन, रिजिड एकदमै रिजिड भइन्छ कि। अब त्यही बाहेक अरू यताउता पनि देखिन्न होइन। जस्तै ब्रह्मको सबै कतिवटा 5-7वटा कति टाउको छ सबैतिर होइन, 12वटा छैन, सबैतिर देख्छ नि त। सबैतिर देखेको अनि सबै कुरा थाहा हुन्छ। एउटा मात्रै एउटा टाउकोमा देखेन, एउटा मात्रै डिरेक्सन देखिन्छ होइन। सो त्यही हो। अब मैले मेरो एडभाइस पनि एउटा एडभाइस सजेसन भनेर लिनु, बट सबैको सुन्नु। के चाहिँ भन्दाखेरि अब नेटवर्क बढाउनु, मेन लिङ्क्डइन र ट्विटरमा एकदमै एक्टिभ हुनु। लिङ्क्डइन प्रोफेसनल पार्ट मान्छेहरूसँग कनेक्ट गर्नको लागि, र ट्विटरमा चाहिँ हामीले काम गर्छौँ जुन चाहिँ प्रोग्राम ल्याङ्ग्वेजहरू भयो, फ्रेमवर्कहरू भयो, सबै उनीहरूले बनाएको डेभलपर्सहरू एकदम एक्टिभ हुनुहुन्छ कि ट्विटरमा। सो उहाँहरूको पोस्टहरू फलो गर्नु, हेर्नु, उहाँहरूले के सिकिरहनु भएको छ, उहाँहरूकोबाट नै सिक्नु भन्छु होइन। हामीले युज गर्ने रियाक्ट, नोड, पोस्टग्रेस सबै उहाँहरू जीवित नै हुनुहुन्छ कि सबै, धेरै जस्तो होइन। त्यस्तो बितेर नहुनु भएको कम नै हुनुहुन्छ अहिलेसम्म टेकको कुराहरूमा चाहिँ। त्यही हो, सोसियल मिडियामा त्यसरी जानु, लिङ्क्डइन र ट्विटर। अरू पार्टमा चाहिँ अघि मैले भने जस्तै सिनियर कोही हुनुहुन्छ भने उहाँहरूसँग मेन्टरिङ लिइराख्नु, भेटिराख्नु, सोधिराख्नु, सोध्नु न के बिग्रिन्छ र होइन। सोध्नु यो प्रब्लम कसरी सल्भ गर्ने, मैले यस्तो मिस्टेक गर्थेँ, कसरी गर्नुभयो, तपाईँले यस्तो सिस्टममा आउँदाखेरि कुन आर्किटेक्चर युज गर्नुभयो, कुन डेटाबेस कुन डेप्लोय कसरी गर्नुभयो, सबै सोध्नु कि। अनि अर्को कुरा भनेको चाहिँ प्रोजेक्टमा धेरै काम गर्नु। चाहे तपाईँले फ्रीमै गर्न परोस्, तपाईँलाई चाहिँ थोरै पैसा दिएर उसले लगाउँछ नि गर्नुहोस् कि। सुरुको फेजमा त एकदम नमस्ते गरेर भयो नि गर्नुहोस् कि होइन। त्यसमा तपाईँ लजाउने, डराउने, आत्तिने केही गर्ने भएन कि। त्यो त सिक्न आएको हो नि त। इनिसियल फेजमै सुरुमै मलाई यति स्यालेरी चाहियो, यस्तो ठाउँमा हुनु पऱ्यो, यस्तो पोजिसन, त्यो डिमान्डै गर्न मिल्दैन कि। सिक्न भनेर आएको त एकदम हम्बल भएर, पोलाइट भएर, ओपन भएर गर्नु पऱ्यो होइन। सो त्यसरी जानु भन्छु। पछि चाहिँ अब आफूले स्किल सेट सिक्नुभयो, त्यो प्रोजेक्ट गर्नुभयो,
र मेरो यति प्राइस हो, यति टाइम हो भनेर भन्नु छुट्टै कुरा हो है। हो। केही वर्ष एक्सपिरियन्स भएर 5-7 वर्ष कति केही समय होइन। तर छैन सिकिरहनु भएको छ भने एकदम ओपन हुनु पऱ्यो, हम्बल हुनु पऱ्यो। अनि त्यही अनुसार तपाईँको भ्याल्यु रेस्पेक्ट पनि इन्क्रिज हुँदै जान्छ होइन। अनि त्यही हो, तपाईँले जे गरिरहनु भएको छ कन्सिस्टेन्ट हुनु, पेसेन्ट हुनु, त्यही क्युरियस हुनु, टेकमा क्युरियस पनि चाहिन्छ। र यो टेकको कुरा मात्रै होइन, यो क्वालिटीहरू पर्सनालिटी तपाईँले जुन फिल्डमा पनि प्लस पोइन्टहरू हो। त्यही छ ओभरअल, म यही नै भन्न चाहन्छु हाम्रो भ्युवर्सहरूलाई। ओके, थ्याङ्क यू सो मच दाइ, आज हामीलाई त्यति टाइम दिनुभएकोमा। ओके, आज चाहिँ राम्रो नै कुराकानी भयो। सो थ्याङ्क यू सो मच दाइ। हस्, थ्याङ्क यू भाइ हस्, फर thank you. इन्भाइटिङ मी। अनि होप सबैजनालाई चाहिँ पोडकास्टबाट केही फ्रुटफुल भयो होला। अनि च्यानललाई पनि सब्सक्राइब गर्ने भन। ओके, हाम्रो च्यानललाई पनि सब्सक्राइब गरिदिनु, फलो गरिदिनु, कमेन्ट सबै गरिदिनु। थ्याङ्क यू। हस्, थ्याङ्क यू।